ल आजको हाम्रो यात्रा पोर्ट आर्थर है त ल अब हामी क्रुजमा जाँदैछौँ। क्रुज चाहिँ 11 बजे खुल्ने थियो गाइज है। हामी चाहिँ 10 मिनट जति कुर्यौँ 11 बज्नको लागि, अनि त्यसपछि 11 पनि बज्यो, हामी क्रुजभित्र छिर्यौँ। यसरी पानी परेको भएर होला एकदमै चिसो थियो गाइज है। अनि हामी चाहिँ क्रुजको बाहिर होइन कि भित्र बस्ने निर्णय गऱ्यौँ। कफी, डोनट, मफिनहरू खाँदै। हेलो ड्याडी भन्दा नि त ड्याडीलाई। हेलो एरोन। हेलो ड्याडी भन्दा। गाइज पानी परेको मौसम भएको भए पनि म चाहिँ एकदम खुसी थिएँ गाइज, किनभने दृश्य एकदमै राम्रो थियो, मनोरम थियो, हेरौँ हेरौँ लाग्ने थियो, क्लियर थियो गाइज है, एकदम राम्रो थियो। अनि फोटो पनि यस्तोमा राम्रो आउँछ नि त, त्यही भएर म चाहिँ एकदम पोजिटिभ थिएँ है। अब हाम्रो क्रुज अब हिँड्न थाल्छ है। स्विम गर्छु डेन्जरस। सो डेन्जरस। भोलिपर्सि ड्याडीले अर्को स्विमिङ गर्ने ठाउँ लैजानु है ड्याडी। ओके गाइज भन्नु न एरोनले। हामी चाहिँ पोर्ट आर्थरको क्रुजमा छौँ है। यहाँबाट हामीले के भयो त्यो पहिला पहिला भन्ने कुराहरू सबै सिक्छौँ, बुझ्छौँ। वी अन्डरस्ट्यान्ड एभ्रिथिङ। ओके, वाट ह्यापन्ड इन द पास्ट, वाट ह्यापन्ड टु द कैदीहरू है, सबै थाहा हुन्छ है। ओके ओके, सी यू गाइज भन्नु ल। अगाडिको देखाउँछु म है। The real thing. Men who had grown old within the system and simply had no, in other words, you're suffering severe mental illness. They were all buried like that because it was policy at port. Now travelling back towards the main settlement, of course, this harbour was very safe, very sheltered. The other side of the equation was Hobart, one of the finest harbours in the southern hemisphere, and this was transport from Port Arthur, which is 42 nautical miles from Hobart, and could be completed in a number of hours. ल अब हामी क्रुजबाट निस्क्यौँ गाइज। अब वी गोना एक्सप्लोर अल द प्लेसेस है त। के भयो एरोनलाई? हो यसमा लेखेको कि मम्मी 9 वर्षको बच्चाले गुडिया चोरेको भएर जेलमा। सुन्नु भनी गाइज, 9 वर्षको बच्चाले गुडिया चोरेको भएर ऊ जेलमा। यस्तो यस्तो कठोर कठोर हुन्छ नि, योभन्दा पनि कठोर कठोर सजाय दिइने गर्दो रहेछ क्या पहिला पहिला त्यो बेलामा है। यो ठाउँमा चाहिँ आगो लागि भएर यस्तो भयो है त। 2013 जनवरीतिर चाहिँ यो आग लागि भएको रहेछ गाइज है। हेर्नु त कति कस्तो ध्वस्त भएको रहेछ यस्तो। धन्न मेन ठाउँहरू चाहिँ दमकलको सहायताले बचाइएको रहेछ है। यो सबै कैदीहरू बस्ने ठाउँ एकुन्टाहरू। यो पोर्ट आर्थरको बारेमा थाहा नपाउनेलाई म भन्छु है, पोर्ट आर्थर भनेको खास के हो भने यो सन् 1830 देखि 1877 एडीसम्ममा रहेको एउटा जेल हो के, जेल हो है। कुख्यात कैदी बस्ती भनौँ न, जहाँ चाहिँ लगभग 12,000 जना कैदीहरूलाई चाहिँ बन्देज गरेर राखेको ठाउँ हो है। यो ठाउँ थियो है गाइज।
यताबाट नजाने ए ल ओके ओ माई गड कस्तो राम्रो है एरोन हेर त कस्तो राम्रो छ ल म अगाडिको भ्यू देखाउँछु ल यस्तो छ है ए ओके ल हामीले जित्नु भएन एरोन फर्स्ट एरोन गोज फर्स्ट एरोन इज द विनर ओके एरोन ए ल ल ल गाइज अनि त्यो बेलामा कैदीहरू भाग्न चाहिँ लगभग असम्भव थियो है किनभने त्यहाँ तालिम प्राप्त कुकुरहरू पनि थिए सैनिकहरू थिए र कति कैदीहरू चाहिँ समात्न पनि समातिए है हजुरको छोरोको मुठ ठिक बनाएर ल्याउनु पर्छ नि हजुरले यस्तो छ एरोनको चालामाला ल गाइज यही हो पोर्ट आर्थर है त त्यो छ पोर्ट आर्थर एक राउन्ड यस्तो मम्मी हिँड्न गाह्रो भयो कि के भइरहेछ त्यही त यही हो मम्मी पोर्ट आर्थर भनेको यही हो डेन्जरस ठाउँ छ पहिला चाहिँ यहाँ जेल कैदीहरू राख्ने ठाउँ कैदीहरूलाई एकदमै कठोर सजाय दिन्थ्यो पहिला र यहाँ आगो लागि पनि भएको थियो हेलो मफिन खान्दिएर फकाइछु मैले ओ गुड जब ड्याडीले खाइदिनुहुन्छ ओ एरोन ओके सरी देन इट्स ओके ड्याडी भन्नु ल गाइज यस्तै छ रमाइलो भइरहेछ होइन पोर्ट आर्थर भनेको फेमस भनेको के को लागि हो रे जेलको लागि यहाँ चाहिँ एकदम कठोर सजाय दिइन्थ्यो र पहिला चाहिँ मैले घर भोकतिराखेको छु जुन चाहिँ मैले त्योभन्दा यहाँको सजाय भन्दा मैले बढी पुगेको अनि त्यसपछि आगो लागि भएको थियो आग लागिले गर्दा चाहिँ यहाँको पुरै भवनहरू ध्वस्त भयो होइन कति संरचनाहरू ध्वस्त भयो संरचनाहरू यस्तो छ ल म अगाडिको भ्यू देखाउँछु यस्तो छ पकाएर दिन्थेँ म ल हामीले चाहिँ स्न्याक्स खाने टाइम है ल होममेड स्न्याक्स स्पाइसी पिरो स्पाइसी स्न्याक्स निन्द्रा खुल्यो मम्मी खै यता दे माइटन मिठो छ मैले बनाएको नमिठो हुन्छ र हुँदैन एकदम मिठो हुन्छ गाइज यहाँ चाहिँ भूतले पनि तर्साउँछ है टाइममा भूतले पनि तर्साउँछ यहाँ गोस्ट टुर पनि हुन्छ है नजिकै रहेको आइल अफ डेडमा चाहिँ 1000 भन्दा बढीलाई चाहिँ दफन गरिएको रहेछ गाइज है अनि किन नतर्साओस् अब मानिसहरूले के भन्छन् है मानिसहरूले के भन्छन् भने राति कोहीले चाहिँ पछाडिबाट पछ्याइरहेको जस्तो हुन्छ अरे है अनि खाली भवनमा चाहिँ पाइलाहरूको आवाज सुनिन्छ अरे सेतो छाया र आकृति पनि देखिन्छ अरे कुनै निश्चित ठाउँमा चाहिँ चिसो भएको अनुभव हुन्छ अरे अनि ढोका आफै खुलेको र बन्द भएको आवाज पनि आउँछ अरे गाई चाहिँ यसरी तर्साइदो रहेछ कि यसरी भूतले चाहिँ तर्साउँछ अरे भन्ने चाहिँ मान्छेहरूले भोगेका सुनेका किंवदन्तीहरू है त्यही भएर पोर्ट आर्थरमा राति गोस्ट टुर पनि गर्छन् है मेबी आई क्यान इट द्याट वान ड्याडीलाई खान्दियौ ओ थ्याङ्क यू भन्नु न थ्याङ्क यू एरोन हजुरको ए अहिले एकैचोटि अब यो खाएर एकैचोटि पुग्छु अब जोक्स अपार्ट यहाँ के भएको थियो गाई थाहा छ यहाँ चाहिँ मसाकर के मान्छे धेरैजनालाई एकैचोटि मारिएको पनि थियो त्यो घटना सुनाउँछ है 28 अप्रिल 1996 मा मार्टिन ब्रायन्टले
35 जनाको ज्यान लिए र 23 जनालाई चाहिँ घाइते बनाएर रहेछ नि त्यतिखेर है। यो चाहिँ अस्ट्रेलियाकै इतिहासमा वान अफ द मोस्ट एकदमै इम्पोर्टेन्ट ठुलो गोलीकाण्ड है गाइज। अनि त्यो घटना भएपछि चाहिँ त्यो मान्छेलाई चाहिँ सरकारले समातेर 35वटा भन्दा बढी आजीवन कारावास दियो। ल अब हामी जेलमा जाँदैछौँ है, जेलमा होइन ए सिधै जेलमा जानु त पहिला। यता के छ र ए म्युजियम जस्तो होइन, यो चाहिँ म्युजियम हो। त्यही त कता जाने पहिला? म्युजियममा जान पर्दैन होला, जेलै जाऊँ, जेलमै जाऊँ, सिधै जेलमा जाऊँ। जेलमा जाने काम त गरेछ नि, मन लागेको होला। के थाहा बरु जेल ठिक छ कि घरभन्दा। बस्यो भने त 2-4 दिन थाहा हुन्छ कुन चाहिँ ओके ल बस्ने पर्मिसन पाएँ भन्नु न। बस्ने पर्मिसन पाएँ, थ्याङ्क यू त्यसको लागि। तर केयरफुल हुनुपर्छ, एकदमै चिप्लो छ बाटो। यो राति त भूत आउँछ नि त यता पर्छौँ। यहाँ भूत गोस्ट टुर पनि हुन्छ यहाँ। जेलको भूत ठिक कि म भूत ठिक? जेलकै ठिक नि। अगाडिको देखाउँछ है त। गाइज यो ताजमेनियामा रहेको सबभन्दा प्रसिद्ध जेल हो है। यो चाहिँ 1830 देखि 1877 एडीसम्म चलेको जेल है। पहिला चाहिँ यो टिम्बर स्टेसन थियो है। ओके गाइज हामी अब जेल जाँदैछौँ है, जेल म अगाडिबाट देखाइदिन्छु जेल कस्तो छ। सुरुमा चाहिँ टिम्बर स्टेसन भए पनि पछि चाहिँ ब्रिटिसहरूको हुन्छ नि कैदीहरू के कठोर सजाय पाएका कैदीहरूलाई चाहिँ राख्ने ठाउँ बनाइयो है यता ल्याएर है ताजमेनियाको जेलमा। अब यो जेल किन प्रसिद्ध थियो त नि भन्ने कुराको म सानो जवाब दिन्छु है। यो जेल चाहिँ विशेष गरेर बारम्बार अपराध गर्ने अनि कसैले ठुल्ठुलो अपराध गर्नेहरू उनीहरूलाई चाहिँ राख्ने जेल थियो है। कुनै समय त यहाँ 1100 जना कैदीहरू पनि बस्ने ठाउँ रहेछ है गाइज। सानो जेलमा ठुलो त्यत्रो सङ्ख्यामा बस्ने पनि रहेछ है। अब कैदीहरू फोक्कटमा बस्थ्यो कि के गर्थे? होइन गाइज, कैदीहरूले काम गर्थे गाइज। काम के काम गर्थे? सडक बनाउने, जहाज बनाउने, ढुङ्गाहरू फोर्ने त्यस्तोहरू काम गर्थे है कैदीहरूले। कामहरू एकदमै गाह्रो काम दिइन्थे कैदीहरूलाई। यत्तिकै फोकटमा दाल चामल अथवा के भन्छ ब्रेड एन्ड रोटी भन्छ होला यहाँ त होइन, ब्रेड एन्ड रोटी एन्ड ज्याम दिइन्थेन गाइज है। कैदीहरू बिहानदेखि बेलुकासम्म एकदम मेहनत गर्थे है गाइज। अनि अघि पनि मैले भने खाना चाहिँ एकदम साधारण हुन्थे है। अनि कसैले त नियम पनि उल्लङ्घन गर्थे। उल्लङ्घन गर्नेलाई झन् कडा सजाय दिन्थ्यो गाइज। ल गाइज यो चाहिँ जेल है, जेल पहिला चाहिँ यसरी कैदीहरूलाई प्रत्येक कोठाहरूमा यसरी राख्ने गर्थे है। जेल यस्तो छ ल। मोन्स्टर होइन, जेलहरू जेल कैदीहरू राख्ने ठाउँ के पहिला है। यस्तो छ, म अगाडि गर्दै आउँछु। Hold my hand, Aaron. Oh, maybe mommy and Anna in the jail. Where are they? Oh, over there. Aaron. पहिला चाहिँ यस्तो काम हुन्थ्यो है। यस्तो जुत्ता सिउने है, यस्तो ढुङ्गाहरू तास्ने त्यस्तो काम हुन्थ्यो। अनि यो जज त्यहाँ जान मिल्ने चाहिँ बन्द भयो। अनि कैदीहरूको पनि ड्रेस अनुसार, लुगा अनुसार उनीहरूको पोस्ट हुन्थ्यो है। त्यस्तो पोस्ट हुन्थ्यो, टाढैबाट थाहा हुन्थ्यो यो कैदी यो भनेर। यस्तो ल यो यत्रो भोटे ताल्चा भन्छ कि के भन्छ, यस्तो लगाउँदैछ। हतकडी हियरिङ गर्ने ठाउँ के।
बिस्तारा खाने भाँडा झाड्नु डस्टबिन पनिसमेन्ट सेल सरी ल यो चाहिँ पनिसमेन्ट दिने ठाउँ है पनिसमेन्ट बस्नुहुन्छ त तिमी बरु यहीँ बस्छु घरको पनिसमेन्ट ठुलो छ गाइस पनिसमेन्ट सेल लिएर जाँदैछु है ए ओके 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 एकदमै अँध्यारो छ यहाँ लाइटै बाल्नुपर्छ पानी नदेख्ने ठाउँ हुन्छ नि अँध्यारो पुरै केही पनि देखिँदैन घाम न पानी कति टाइम यहाँ चाहिँ पुरै केही पनि नदेखिने ठाउँमा रहेछ होइन घाम पानी केही नदेखिने ठाउँमा घाम लाग्छ कि के भन्छ पानी पर्छ केही थाहा हुँदैन ढोकाले कति बाक्लो त्यही त कैदीहरूलाई सजाइदिने ठाउँ है ढोकाको साइज हेर्दैन छैन त ए घोडा घोडा होइन ढोकाको साइज यस्तो मोटो यहाँ बाहिर हेर्नु बाहिर चाबी भएको छ यस्तो कति चुक्कुन कति ठुलो चुक्कुन त्यही भएर त त्यो भोइट त हाल्छ त्यो यो ढोका लाएर अनि यो ढोका लाएर ए डबल यो ढोका पनि छ यो ढोका पनि छ अनि यो ट्रिपल ढोका अझ यता बाहिर यता ट्रिपल ढोका यत्रो छ अनि हाम्रो यत्रो चुक्कुन चाहिँ टु डार्क यस यस ल एरोनले पनि देख्यो पनिसमेन्ट दिन्थे पहिला पनिसमेन्ट दिन्थे एरोन ओके And we done. Now I don't know how to play so more. पहिला पनिसमेन्ट दिने ठाउँ है गाइज थ्याङ्क यू बाहिरबाट हेर्नु ड्याडलाई देखाइदेऊ त यहाँ चाबी यिनीहरू चाहिँ यहाँ एक्टिभिटीहरू त्यस्तो यस्तो के गर्ने होला क्या यहाँ यति साह्रो ठाउँमा है के थाहा यो पनि डार्क रुम हो कि डार्क रुम त होइन होला त्यही भनेको त्यो एकदम मोटो छ ताल छ त्यही त यो मेरो छोरो होइन है मैले खोल्न लगाएको होइन चाबी मेरो छोरो होइन यो Who are you? Who are you? Who are you? I'm Aaron. एरोनले चाबी खोल्न लाग्यो है The convicts, upon no pretense whatever, are to attempt holding any communication. ताजमेनियाको जेल मम्मी अस्ट्रेलियाको जेल डर लाग्दो जेल डेन्जर जेल छ डेन्जर पहिला झन् एकदम सजाइदिन्थ्यो नि त पहिला डर लाग्दो सजाइदिन्थ्यो पहिलाको डर लाग्दो सजाय भनेको अहिलेको नेपालको सजाय होला सायद है यहाँ हिँड्न चाहिँ छुट्टै मजा आएको थियो गाई चाहिँ हुन्छ नि पानी परे पनि यो रुखहरूले नै ओत लगाइदिएला जस्तो कि अब चाहिँ हामी यताबाट चाहिँ हामी अब उता जानेछौँ कता म्युजियममा है माथि पुरै रुख छ है गाइस माथि रुख छ यस्तो छ ल The monster, I only to eat a monster and die. हो Yeah, हामी आज जेल पनि गयौँ गाइस है वी वेन्ट टु द जेल yeah. हो इट वाज त्यहाँ चाहिँ राति राति तर्साउँ चरे गाइस है इट्स क्वाइट स्केरी आर यु स्केयर्ड एरोन Yeah, यु स्केयर्ड yeah. बट यु आर अ स्ट्रङ बोय And I can't कताबाट जाने हुन्छ यताबाट जाने ल हामी यताबाट जान्छौँ Aaron.
हजुर आफ्नै रातको नेचुरल तरिकाले हेर्नु म भिडियो राम्रो खिच्ने प्रयास गर्छु छोडेर जाने अब यही राम्रो लाग्छ ओहो त्यो त मलाई सजाय होइन त्यो त मलाई हजुर त्यो त मलाई सजाय होइन मम्मी त्यो चाहिँ मलाई एकदमै उपहार हुन्छ एक्लै Are you kidding me right now? Are you joking? If I go home, that's a kidding. ल ओके ल ल मलाई साँच्चै साँच्चीकै यहीँ बस्नु मन छ जस्तो छ भनेर मैले कसरी भनौँ ल ओके ल अब म्युजियम है हामी जाने अब म्युजियममा चाहिँ के देखिन्छ गाइज भने कैदीहरूले लगाउने ह्यान्डकप्सहरू त्यो के भन्छ त्यसलाई हतकडी अनि कैदीहरूको पुरानो पोसाक होइन अनि कैदीहरूको नाम अनि अपराधको विवरणहरू अनि कैदीहरू सुत्ने कोठा पुराना नक्साहरू तिनीहरू सबै देख्न पाइन्छ है गाइज सजाय भएकाहरू चाहिँ साना साना बालकहरू पनि थिए है साना माइनर ग्रुपका बालकहरू पनि थिए यो देखिएको चाहिँ जुत्ता सिलाउने कुरा है यन्त्र मेसिन वाटेभर है त्यतिखेरको अनि यो चाहिँ त्यति बेलाको पोसाक हामीले अब के गर्यौँ आज हामी क्रुजमा पनि गयौँ हामी जेलमा पनि गयौँ अनि त्यसपछि हामी म्युजियममा पनि गयौँ ल गाइज यस्तो राम्रो छ यो पोर्ट आर्थर है पोर्ट आर्थर आउने खास किन भने यसलाई फिल गर्ने हो क्या पहिला कसरी राख्थे जेलमा मान्छेहरू कस्तो थियो जेल कस्तो लुगाहरू लगाउँथे भन्ने कुराहरू चाहिँ महसुस गर्ने फिल गर्ने होइन अनि त्यसपछि कस्तो घरहरू कस्तो भवनहरू थियो त्योहरू सबै हेरेर महसुस गर्ने ठाउँ हो बच्चाहरू लिएर आउँदा चाहिँ अलिकति ध्यान दिनुपर्छ गाइस है किनभने चकचक गरेर यताउता खासै हामीलाई बोल्न दिँदैनन् अथवा बोल्नु भन्न आज हामीलाई हेर्न महसुस गर्न अलिक नदिन सक्छन् है तर थ्याङ्क गड आज एरोनले दियो है एरोन वाज रियली गुड टुडे अब हामी तर्साउने ठाउँ होइन तर्साउँछ नि राति तर्साउने ठाउँमा जाँदैछौँ गाइस चाहिँ राति तर्साउने ठाउँ हो गोस्ट टुर पनि गर्छ यहाँ तर्साउँछ नि ए तर्साउँछ हजुर राति तर्साउने यो पुरै ताजमेनियामा पनि हो अझ यो पोर्ट आर्थर भनेको पुरै तर्साउनेहरू पनि हो हजुर डेन्जर गाइस मैले भूतघर भन्थे नि भूतघर चाहिँ फाइनल्ली भूतघर टाइपको भूत महल म देखाउँछु गाइस यही हो ल हो रियो है Oh, who gave you the chocolate? Mommy. ल जाम चर्चतिर जाम ल अब यता चर्च हजुर चर्च है अब हामी चर्चमा जाँदैछौँ ल यस्तो हुने रहेछ पहिलाको चर्च पहिला यस्तो हुँदो रहेछ है बच्छ र बज्दैन ल ओके
यो चाहिँ घन्टी ट्राभलिङ बेल्स यहाँ हेर्नु न कसरी बजाउनु कति यहाँ हेर्नु त कसरी बजाउँदो रहेछ नि ए यसरी बजाउनु ल यसरी बजाउँदो रहेछ एउटा हातले त हल्लाउनै सकिनु होला नि त अँ ल जा ल अब हामी यताबाट जाने है त ल गाइस यहाँ आउनुको लागि चाहिँ हामीलाई कति लाग्यो पैसा फी कति लाग्यो भने $160 लाग्यो तिनजनाको आई मिन 3 एडल्ट्स एन्ड 1 किड अन्डर 7 है $160 लाग्यो र यो $160 रुपियाँ चाहिँ वसुल पनि भयो है त ल यो स्ट्रेट बाटो छ गाइज एकदम हिँड्न एकदम रमाइलो भइरहेछ है ल कस्तो छ बाटो रमाइलो छ कस्तो रमाइलो छ त नि भनेर भन्नु होला म देखाउँछु कसरी रमाइलो छ कस्तो रमाइलो छ भनेर यस्तो छ ल यस्तो ल स्ट्रेट बाटो फुल अफ नेचर फुल अफ फ्लावर्स एकदम राम्रो यस्तो छ ल हाम्रो एरोनले पनि भिडियो खिचेछ है एरोनले पनि ओ गुड जब ल यो फोटो भिडियो खिच्ने चाहिँ वंशानुगत गए जस्तो छ है एरोनले पनि खिचिरहेछ सकियो घुमघाम ओके गाइज आज हाम्रो पोर्ट आर्थर भ्रमण सफल भयो हामी घुम्यौँ है एकदम रमाइलो भयो है हामीले फिल गऱ्यौँ हामीले पुरानो भौतिक संरचनाहरू यहाँको घोस्ट स्टोरीहरू होइन अरू के अरू नेचरहरू सबै फिल गऱ्यौँ र आनन्द लियौँ थ्याङ्क यू फर वाचिङ द भिडियो गाइज अब अर्को भिडियोमा फेरि भेट्नेछौँ हेभ अ गुड डे